एक्वेरियममा माछा खेलेको देख्दा मनको थकान र शरीरको थकान सबै मेटिन्छ। बच्चाहरू पनि माछा हेरेर रमाउँछन् भन्ने उद्देश्यले 5 वर्ष पहिला माछा पाल्न मन लागेर एक्वेरियममा माछा पालेको हजुर। यस्तो रमाइलो भयो कि पहिलो वर्ष साँच्चै नै आनन्द हुँदो रहेछ माछा पालेर भनेर महसुस गरियो, रमाइलो भयो, एकदमै थकान मेटेको महसुस भयो। जब माछा मर्न थाल्यो, यसरी मर्न थाल्यो, कहिले 2टा कहिले 5वटा, साँच्चै नै दिमागले काम गर्न छोड्यो। किन मर्यो भनेर कौतूहलता जाग्न थाल्यो। यसो हेर्दा सत्य जस्तो लाग्ने, तर माछा मरिहाल्थ्यो। त्यो कारण के रहेछ भने माछालाई अक्सिजनको कमी हुँदो रहेछ। जब बत्ती नभएपछि फिल्टर नचल्ने अनि अक्सिजनको कमीले मर्दो रहेछ। अनि यसो मर्दा मर्दै 14वटा माछा मर्यो। अब लास्ट एउटा माछा बाँकी छ। त्यसले अन्तिम साथी गुमाउँदाखेरिको क्रियाकलाप देख्दा साँच्चै नै मन ओहो यति रोयो। यो कारुणिक दृश्यले साँच्चै नै भावविह्वल बनायो मलाई। यस कारणले गर्दाखेरि यो एउटा भिडियो बनाउन बाध्य भएँ साथीहरू। यो माछामा हुने आत्मीयता साँच्चै नै तारिफ योग्य छ, तारिफ योग्य।